रोपेको वर्षौंदेखि अन्धकार छाइरहेको थियो। यो देशमा जताततै निराशा थियो। हामीले आशाको सानो दियो, सानो एउटा प्रकाश बालेको हो। जताततै केही भएन भनेको थियो। यो देश हाम्रो बनाउने हामी अब हुन्छ भनेर हामी अगाडि आएका छौँ। सर्वप्रथम स्वर्ग जस्तो देश, भगवान जस्ता जनता, हजुरहरू सबैलाई एकदम विशेष धन्यवाद दिन चाहन्छौँ। हजुरहरूले चुनाव आउँदा पनि हामी आउँदा जो आउँदा यति धेरै माया आशा भरोसा दिलाउनु भयो। हामी सबैजना सँगै हुनुपर्छ, यो देश हाम्रो बनाउनुपर्छ भन्ने भयो। त्यही भएर चुनावजीलाई एकदम धेरै बधाई र जोरदार तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। रूपन्देहीमा नयाँ नीति छ र रूपन्देहीमा नि घटी बस्छ र रूपन्देहीमा नि यस्तो हुन्छ र भन्थे। हेर्नुहोस् त आज 5वटा जिल्ला घटी जिल्ला फेरि यो जित भएको छैन, यो सुरुवात मात्र हो। जितको बेला हुन्छ जति बेला हाम्रा साथीभाइ सबै यही हुन्छन्, कसैलाई विदेश जानु पर्दैन। जित त्यति बेला हुन्छ जति बेला हाम्रो गाउँठाउँमा खोला नाला गाउँहरू पुरै भरिभर हुन्छन्, हाम्रा खानेकुराहरू त्यही हुन्छन्, सबै कुरा त्यही हुन्छन्। जित त्यति बेला हुन्छ कोही नेपालीले यहाँ लुम्बिनी अञ्चल अस्पतालमा गएर 1 वर्ष अपरेसन गर्न पालो कुर्नु पर्दैन। त्यति बेला हुन्छ जब नवीन स्कुलका पढ्दा र त्यही वाणिज्यमा पढ्दा र यही होराइजन स्कुलमा पढ्दा कसैलाई पैसा लाग्दैन, सबैलाई बनाउन। त्यति बेला हुन्छ जब यहाँ सबैजना नेपालीहरूले घर खान पाउँछौँ। तपाईँहरूले ठुलो जिम्मेवारी दिनुभएको छ। यो जिम्मेवारी हामीले एकदमै धन्यवाद दिन चाहन्छौँ। हामी यति धेरै कृतज्ञ छौँ कि हजुरहरूले दिनुभएको विश्वास मत हामी जिन्दगीभर तिर्न सक्दैनौँ होला। चुनावजी हामी सम्पूर्ण टिमहरू, मन्जु दिदी, अनुजा दिदी, हामी सबै एक छौँ। सबैजनालाई नेपाली भनौँ, नेपाल भनौँ, देशको काम देशको लाभ, एउटा परिवर्तन। रूपन्देहीले आज जिल्ला बनेको छ। रूपन्देही नेपालको पहिलो सफल जिल्ला बनाउनु छ। यहाँको यो भयो कारखानादेखि सोचेरको पहिरोदेखि सुकुम्बासीदेखि लिएर तटबन्धसम्म सबै समस्या समाधान गर्नुपर्नेछ भन्दै सबैजनालाई एकदम धन्यवाद दिँदै कालो